आज म यो बदाम हाम्रो गाउँघरतिर यसलाई मुखली भन्छन्, यो बदाम पनि भन्छन्। यो आज मैले लगाएको थिएँ। यो बारीमा आज गोडमेल र यसो हेरविचार गरौँ भनेर बारीमा आएको छु। गजब राम्रो भएको छ अहिले। यदि कुनै पनि जानवर आएर खाएन भनेपछि र मान्छेहरूले चोरेन भनेपछि अहिले राम्रो होला जस्तो छ। यो धेरै छ, यतादेखि यतासम्म। यो पनि हो, यो पनि हो, फेरि उता माथि पनि छ, यता पनि छ। यो यसरी यो ठुलो एरियामा लगाएको छु। लगभग हामीले मेरो आफ्नो बेच्ने रेटमा बेच्ने हो भने पनि लगभग यसबाट 30,000 रुपियाँ हुन्छ। यति एरियामा लगाएको छ हेर्नु त। यो यहाँदेखि लिएर माथिको त्यहाँदेखि लिएर यति यो सबै एरिया मुमफली लगाएको छु।